यस्तो गरेर चाहिँ भेटाएको हो नि जनताको आवाज बन्यो त्यो निडर छोरा नडराउने नझुक्ने सत्य बोल्ने मान्छे भ्रष्टाचार विरुद्ध उठ्ने आगोको मान्छे यहाँतिर हो विशेष गरी अलिकति ज्याकजी भएको ठाउँहरू यहाँ ज्याकजी भएको चाहिँ यतातिर हो यहाँतिर बाइक चाहिँ निकै साह्रो पर्छ यहाँले पार पुरै गर्ने हो हाम्रो श्रमदान सुरु भयो साथी हो श्रमदान यसरी हर्क चामाङले भनेको थियो बेलचाक चलाएको चाहिँ चाइनासम्म सुन्नुपर्छ अरे क्या खड्याङ 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 गरेको चाइनाको खड्याङ 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 भएको अब लाग्यो हामी साथीभाइ यतिखेर सामराङ खोलामा जाँदैछौँ टोलीहरू यतातिर टोलीहरू अब अन्तरे ड्राइभरलाई एउटा सिनो किन लाग्नुपर्ने छ यहीतिरको मान्छेहरूले धरा बोक्ने हात माटोमा मुछिने खुट्टा जनताको साथमा देशको सच्चा सुट्टा न कागजमा नेता न भाषणको राजा कम्पनीमा जय श्रमदान साथी हो ल बाटो हेर्नु न यहाँ बाइकहरू त हिँड्नु नसक्ने ठाउँ भइरहेको हाम्रोमा हाम्रो ब्लगमा स्वागत छ हजुरहरूलाई सबैलाई श्रमदान गर्ने साथीहरूलाई हामीले पश्चिममा काम गर्दा यो विदेशी लेको नि विदेशी जुत्ता हो नि साथी हो ल बाटो यस्तो छ हेर्नुहोस् यहाँ यस्तो छ बाटो ठाउँको ठाउँ यहाँ बाटो यस्तो बनाउनु छ क्या हामी यहाँ सबै खर्नु पनि छ अन्तरको गाडी भएर बिजोक यो चाहिँ हाम्रो दही पानी दीपक सरको घर छेउछाउको झ्यास यसरी छाडिरहेको छ साथीहरू एकदमै खटेर एकदमै खटेर यो फुला झालिदिएर पनि खाँदैौ न खाता पाकेको छैन होला राख्यो उमेरमा पनि आएर उहाँले श्रमदान गर्दै हुन्छ त्यो पनि क्लिप बादमा हामी लगाउनु पर्छ मैले त उहाँको ल ओके सबै आजको श्रमदाता हाम्रो खोलाघारी सुरेन्द्र भाइको मम्मी हुनुहुन्छ यो उमेरमा आएर पनि आज मेरो साम्पाङलाई बुझेर देशलाई बुझेर युवाहरूलाई सन्देश दिनको निम्ति उहाँले पनि श्रमदानमा आफ्नो सहभागिता देखाउनु भएको छ ल त धेरै धेरै आभार छ सबैमा लु यो खाजा हाम्रो कता कता तस्बिर ज्यू ठिक छ ल साग एकदमै साग र वाइ वाइ भन्छ नि होइन एकदम ठिक हुन्छ चिउरा खानु न
ल है साथीहरूले 5:10 भइसक्यो साँझ छोडेको छैन दिक्को दिक्कै छ यस्तो छ साथीहरू दिक्को दिक्कै छ रात पर्यो यो नयाँ जोस दिक्कै छ बाटोहरू खराब